नमस्ते झोडले जे द सिमिङ्गे पाउ सम्पूर्णमा आशा गर्दछु सबैजना सन्चै र आरामै हुनुहुन्छ होला। मेरो युट्युब च्यानलमा सम्पूर्णलाई स्वागत छ। अनि आज चाहिँ 2082 साल माघ 1 गते सबैजनालाई माघे सङ्क्रान्तिको हार्दिक मङ्गलमय शुभकामना साथ आज चाहिँ म बजार जान लागिरहेको छु दमौली महोत्सव। हाम्रो चाहिँ अब म चाहिँ अब यतिकै यहाँबाट जान लागेको अब साथीहरू छ त्यता चाहिँ अब हामी चाहिँ र्याली निस्किने हो। अनि म चाहिँ अहिले दहेरी चोकमा आइपुगेँ। दहेरी चोकमा आएन के गर्नु गाडी आइसकेको थियो। म साथीलाई कुरेको मलिसलाई थर्पोबाट आउँदैछौ सँगै जाने भनेर हो न त नि कुर्थिनँ म। कस्तरी हेरेको न मलाई लाज लाग्छ कि त्यसरी नहेरिदिनु होला कृपया गरेर। ए आज अब दमौली बजारमा अब कोलाई भेट्ने अब कतिजनासँग बेइज्जत हुन्छ मेरो छ्या मलाई कस्तो लाज लाग्छ कि गाइजहरू के गर्नु। मेरो टिकटक हेर्नु होला सबैजनाले गएर रिजन विश्वमगर। म त एउटा टिकटक हाल्नु पर्यो होला गाइस। बाई बाई। हामी चाहिँ फाइनली दमौली आइपुग्यौँ। हेलो हामी त दमौली यता अनसन चौतारीतिर आइपुगेको चोकमा भेटौँला भनेको चोकमा त त्यस्तै भयो लाज लगाएर यस्तो हैरान विजेत। यो मलिस यो चाहिँ देव यही हँसिन्छ यस्तो बस्नु होला उहाँसँग नाचौँला गाउँला घुमाउला। अहिले पनि स्वीकार्नुहोस् मगर सुधार समाजको जोसिलो झाम्रो नाच। धन्यवाद। बाहिर निस्केको फेरि जान छ। हेलो बाजे ओ बाजे 3 10 गऱ्यो भाइ 10 आउन जोडेर है। ए टिकटक स्टारहरू गाइस हेलो। ल यो बाबुले बनाइन्छ होला त। अबि निमन झन् जान्दैन भाइ मानकेले कान है ल कान्नु केटा। ल गाइस हामी चाहिँ भित्र गएर भेट्छौँ है।
सम्पूर्णमा मैले क्षमा याचना माग्न चाहेँ किनभने मैले अन्तिमसम्म ब्लग कन्टिन्यू गरेर ब्लग इन्ड गर्न सकिनँ। त्यही भएर अहिले यहीँ ब्लग हाम्रो इन्ड भएको जानकारी दिन चाहेँ र यसरी नै आगामी दिनहरूमा पनि हेरेर साथ सपोर्ट गरिदिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। अब यसरी नै फागुन 15मा पनि आउनेछ हाम्रो ब्लग। धन्यवाद।